है आज चाहिँ आमा छोरी बिहानै उठेको छु हामी हो। अन्त मैले चाहिँ यो चिया खाँदैछु। खुसीले चाहिँ के खाएको? दुध खाँदैछ खुसीले चाहिँ हो। अन्त आज चाहिँ जाडो छ मौसम, हेर्न सक्नुहुन्छ तपाईहरु, जाडो भयो। मैले चाहिँ छिटो काम सकिसके, त्यसपछि खानाहरू पनि खाइसके। अब चाहिँ हामी है आज गुड फ्राइडे हो। अन्त हामी चाहिँ चर्च जानु आँटेको खुसी र म। अन्त खुसीलाई रेडी पारिदिँदैछु, छिटो रेडी पार्नु पर्ने छ हो। अनि म पनि रेडी हुनु पर्ने छ, टाइम हुनु आँटिसक्यो है। अन्त आज हामी चर्च जान्छ है खुसी? अब रेडी भइसकेर म तपाईलाई जाँदै गरेको भिडियो बनाउँछु। आएपछि गाडी पाइहाल्यौँ र हामी छिटो गाडीमा चढ्यौँ र जाँदैछु अहिले चर्च। है खुसी? खुसी र म है गाडीबाट उत्रेर चर्च जाँदैछु। अब खुसीले के किनी माग्छ बाटो हो दोकानतिर, किनिदिनु पर्छ। के किनेको यो? ए अब हामी चर्च छिटो जाँदैछौँ। छिटो होइन, ढिलो भइसक्यो। हामी चाहिँ चर्च आइपुग्यौँ है। खुसी र म, हेर्नु सक्नुहुन्छ सेवा हुँदै रहेछ। सेवा पनि सक्यो। अब हामी घर जान्छौँ सबैजना है। के हो अब हामी घर फर्किँदैछौँ हामी सबैजना। हेर्नु सक्नुहुन्छ यहाँ सौदाहरू लानु आँटेको छु म। यहाँ सब्जीहरू छ। अब छिटो सौदाहरू गर्छु। फाइनली है मैले सौदा गरिसकेँ। अन्त यहाँ छ मेरो सौदा, यहाँ हालेको छु। अन्त अब खुसी र म घर जान्छु। खुसी घर जाउँ है ल। अब हामी जान्छौँ घर, सौदा गरिसकेँ। अब चर्चबाट है घर आइपुगेँ, सौदाहरू पनि गरेँ। अन्त खुसी र म घर आइपुग्यौँ। है खुसी? ए खुसी लुगाहरू फेरिसकेँ। अब म चाहिँ खाना पकाउनु आँटेको है, रात पनि पर्नु आँट्यो। अन्त बेलुकाको खानापिना पकाउँछु अब चाहिँ। अन्त आजको मेरो दिनभरिको ब्लग चाहिँ यति नै हो है। थ्याङ्क यू सो मच, बाई। तपाईँहरूलाई